23 गते राति लगभग कति 11-12 बजीतिर भने होइन मेघराज कति बजीतिर जलेको 12 बजीतिरको आसपास नै जलेको छ राति मध्यराति। अब प्राकृतिक रूपमा हो या नियोजित रूपमा हो यो अहिले केही नभने यो निष्पक्ष छानबिनको विषय होला यो। तर घटना शङ्कास्पद लाग्छ मलाई चाहिँ। तारहरू यस्तो अन्डरग्राउन्ड गरेको ठाउँ छ, तारले विद्युत सकेट विद्युत सर्ट भएको भए पनि यस्तो अन्डरग्राउन्डमा कसरी सर्ट भयो। यो एकदम ऐतिहासिक आश्रम थियो गुरुको, पूर्ण रूपमा जलेर नष्ट गरेको छ। गुरु पनि आउनुभएको छ यस विषयमा हेर्नको लागि। गुरु पनि आउनुभएको छ। यो ताला यस्तै हो, त्यो ताला तोडेको अवस्थामा छ, त्यत्तिकै घुसारे पनि त त्यो तोड्यो। यो त होइन जलेपछि यस्तो हुन्छ, जलेपछि यस्तो हुन्छ। यो आगो लगाइदिएपछि त यो त उभ्याइहाल्यो नि, यसको त कुनै हुन्छ। यो त यस्तो थिएन है, यो राति लगाइएको हुन्थ्यो अरे। यसको सबै लाइन छ, यो लाइन थिएन। यो त मलाई पनि थाहा किन भन्नु अहिले यहाँ हेर्दाखेरि अनि अखण्ड दीप थियो है एउटा यहाँ, जुन गुरुकै आफ्नै हातबाट मूर्ति नै छैन कि सबभन्दा ठुलो कुरो भनेको गोरखनाथको प्रतिमा। लास्टमा जाँदाखेरि देखेको हो नि बाबु, लास्टमा देखेको हो नि होइन, देखेको हो नि। पूजा गर्ने बेला हाम्रो गोरखनाथको सानो मूर्ति थियो नि, यहीँ थियो होइन। यसको न त टुक्रा टाक्री त हुनुपर्ने। अनि त्यो अखण्ड दियोको उ थियो नि, पाला यहाँ छ अखण्ड त्यो दीप। होइन त यही हो। त्यो अखण्ड दीप जुन गुरु आफ्नै हातबाट जलाउनु भएको थियो त्यो पनि नष्ट भयो। आजसम्म बोलिरहेको थिएँ त्यो दिनदेखि यो। निरन्तर अनि एउटा कुरो के त्यो कागजहरू जलेपछि कागज बुकमै जस्तै रहन्छ क्या, कागज जले पनि होइन त्यो त्यस्तो भयो। दुई ट्याङ्की त्यो गरियो नि, त्यो फोर्सले फाल्यो त्यो कुरो। यो त पछि के भन्दा यो रुख बचाउनु पऱ्यो भनेर एक ट्याङ्की पानी मैले जबरजस्ती महानगरपालिकासँग पछि मागेर अनि त्यसपछि यसलाई बचाउनु पऱ्यो, किनभने यो त बाफले जान्छ भन्ने भयो। अब यो जुन दीप प्रज्वलनबाट गयो भन्ने कुरा म एकदम यसमा सहमत छैन। दीप प्रज्वलन यहाँ तल बालिन्छ नि। अनि त्यसपछि यो हुन्छ यहाँ है। अनि गुरुको त्यो यो हाँस गुरुको आफ्नै हाउसबाट राखेको हाँस हो। यो मलाई गुरुलाई केही समस्या पऱ्यो भने गुरुले त्यसो गर्नुहुन्थ्यो। अनि त्यहाँबाट बल्ल खाट थियो कि यहाँनिर खाटको थियो कि खाट त्यहाँ थियो। यो त्रिशुलहरू यहाँ थियो, त्यसो गर्दा यो त्रिशुल सबै कुरा। यो खाट र दीपको त धेरै डिस्टेन्स छ। धेरै डिस्टेन्स यो पार्ट यहाँ हो। फुसको घर हुँदाखेरि त के भयो, फुसको बुटी हुँदा त जलेन। अब त्यही बाली अनि एउटा कुरा हजुर मैले गुरुको अगाडि भन्यो, यो जलको परिस्थिति छ नि हजुरले के बुझ्नुभयो, तलको चिज कम जलेको छ, माथिको चिज कस्तो लाग्छ। माथि यो सबै काठ हो, त्यो हजुर सबै काठ हो कि यो झन् 7 लाख रुपियाँ बराबरको उयसमा अहिले हामीले नयाँ बनाएका छौँ कि यो बाहिरबाट जल्या पनि होइन। यो माथिबाट सुरु गऱ्यो क्या जल्नलाई। यो अब भगवान् जानुहोस् होइन, यो यदि नियोजित हो नि अहिले त केमिकलहरू त दुनियाँ चाहिँ छन् नि। अब यो गोरखनाथको मूर्ति नै नभएपछि त अब यसमा दुई मात्रै छैन नि, यो त भित्र सबै चिज भयो, भित्रबाट लागेन। अब यहाँ सुन्नु, मैले के सुनिरहेको छु भने लाइन सर्ट भएर हो भनेर अनेक खालका प्राकृतिक कुरालाई यहाँ दोषारोपण गरिएको छ। हामीले पनि स्पष्ट देख्ने कुरा के हो भने एक कुटी मात्र आग लागि हुने, अन्त आग लागि नहुने, अनि त्यसपछि गएर एक कुटीको चाहिँ मूर्ति चोरी हुने, मूर्ति हराउने र सँगसँगै हजुरहरूले भन्नुभएको यस्तो कुरा जुन तल चाहिँ आग लागि कम हुने, माथि मात्र आग, यी सम्पूर्ण कुराहरू हामीले बल पुर्याउने कुराहरू हो। अब यहाँ समितिसँग हामीले चाहिँ अत्यन्तै तरिकाले एउटा चाहिँ नियोजित रूपमा के हो कसो हो त्यो छानबिन गर्नुपर्छ र प्रहरी प्रशासनबाट सिडिओ कार्यालय मैले सिडिओबाट पनि सम्पर्क गरिसकेको छु। अब बाँकी रहेको कुरा के हो त भन्दाखेरि जो अपराधी हो त्यसको पृष्ठभूमि त्यो कुन गिरोहबाट सञ्चालित छ, कसरी यो यहाँ आएर आगो लगाउन सक्यो। किनकि यो भनेको एउटा व्यक्ति आगो लगाएर मऱ्यो भने गुरु व्यक्ति मात्र मर्छ क्या, तर यो सभ्यतामाथिको आक्रमण हो, यो देशमाथिको आक्रमण हो, ऐतिहासिक सभ्यता हो यो। हाम्रो यो भविष्यमाथिको आक्रमण हो। त्यसो भएको कारणले गर्दा यो छानबिन यो तपाईँको प्राकृतिकलाई दोष देखाएर यो छानबिन रोकिनु भयो भने भोलि अर्को सङ्घर्षको कार्यक्रम सुरुवात हुन्छ र समस्या सुरुवात हुन्छ। त्यसो भएको कारणले गर्दा हजुरहरूले आफ्नो ठाउँबाट बल पुर्याएर यसलाई चाहिँ छानबिन गर्न सहयोग गर्नुहुन्छ भन्ने कुरो म एकदमै यो अब हजुरहरूले नै पहल गर्ने, किनभने यो सामाजिक ऊ हो होइन। अब यसो हेर्दाखेरि त्यही देखिएको छ।
अब यसले हामीले अब नदेखिकन यसलाई उसलाई भनेर कसैलाई आक्षेप नलगाउँ। राम्रो ऊ होइन अनुसन्धान साधुले अब यो बल्ल यसलाई अब फेरि कसरी निर्माणमा जाने त्यो पहिलो कुरा राख्नु पर्यो र अब यहाँ के भएको छ यसलाई निष्पक्ष रूपले हजुरहरूले पनि सबलाई पहल गर्ने हामी पनि गर्छौँ होइन सबले मिलेर गरौँ यो यसलाई के अरे होइन छानबिन गर्ने होइन पहिला के भयो अब यतिकै कराएर मात्र पनि हुने होला त के होइन अहिले यसले गर्यो देखाएको छैन अब सिसी क्यामेरा राखेको छ अब 1 हप्ता अगाडि बन्द गरेको सामुन्ने छ फेरि सिसी क्यामेरा हेर्नु सामुन्नेकै सिसी क्यामेरा बन्द एक हप्ता अगाडि बन्द भएको भनेपछि यो 1 हप्ताभन्दा अगाडिदेखिको योजना हो भन्ने बुझ्नु पऱ्यो क्या हामीले किनकि यहाँ विभिन्न योजनाबद्ध रूपमा यी कुराहरू भइरहेका छन् हामीलाई त थाहा छ त यो त विभिन्न खालका अब कति ठाउँमा मन्दिरहरू तोडफोड भएको छन् मूर्तिहरू तोडफोड भएको छन् शिवलिङ्गहरू तोडफोड गरेर फालेका छन् त्यसै कसैले सकाएर सकिने कुरा पनि होइन कसैले चलाएर सकेला पूर्वीय दर्शन हो सनातन कसैले नासिँदैन सबै सक्दैन त्यो आफैलाई पाप लाग्ने कुरा हो जसले गरेको छ उसको आफ्नै नाश हुन्छ त्यो गरेको गोरखनाथ हो नि हामीले के भयो यतिकै मजाक भनिरहेको छ गोरखनाथ भने अरू देवी देउता जस्तो होइन जागृत देउता हो यो भूमिको देउता हो बुझ्नु पऱ्यो नि यस्तो गर्नु अगाडि यो भनौँ न जोसुकैले गऱ्यो कोही रक्सी खाएर गऱ्यो कोहीले के गरेर गऱ्यो कोहीले रिसिभी राखेर गऱ्यो है यिनीहरूलाई फसाउँछु भनेर या हामीले समितिलाई उल्टै फसाउँछु भनेर गरे पनि हुनसक्छ समितिले गरा हुनसक्छ जे पनि हुनसक्छ सम्भावना शङ्काको कुरा हो नि खाना बाइकन कसैलाई दोष लगाउनु राम्रो पनि होइन भोलि जसले गरेको छ आफै आएर कि स्वीकारला देउता त बस्नु नदेला नि यहाँ पो बस्ला त तर उसको मात्र नबस्ला नि के छ घटना हेर्दा चाहिँ शङ्कास्पदै छ एकदमै यो अब त्यो त हेर्नु न मूर्ति नै छ अब मूर्ति नै छैन त अनि सानो टुक्रा भयो नि त हुनु पऱ्यो नि त्यही त अहिले आएर पो थाहा पाइयो त हिजो अब कोही छिराएर हिँड्छ अब अहिले हेर्दाखेरि अब त्यो नै छैन होइन त हजुर कसैलाई छिर्नै दियो होइन ठिक छ त्यो त राम्रै गर्नुभयो यो ठिक तरिकाले तपाईँहरूले वर्णन गर्नुभएको रहेछ भन्नुभयो अनि एकदमै विशेषण लिएर तपाईँले अघि पनि भन्नुभएको थियो होइन बारेर राख्नु भएको राम्रो पनि हो यो होइन गुरु त्यो त हाँसको हाँसको यो नाकको माथितिरको जस्तै रहेछ यो यस्तो हो होइन यो मूर्ति त यस्तो भएको रहेछ यही हो मूर्ति हराएको होइन है किन भन्नुहोस् शान्त दाइ हेर्न त हेरिहाल्थ्यो किन हेर्नु त हराएको छैन फुटा यो मान्छेले फुटा होइन यो आगोले नै फुट्यो मूर्ति हराएको छैन शान्त दाइ शान्ताजीलाई बोलाइदिनु त अध्यक्षज्यू आउनुहोस् त यो मूर्ति उ भएन मूर्तिकै यो रहेछ यो हामीले अहिले खोतालेकै यही मूर्ति ए यहाँ पनि रहेछ ल टुक्रा यो पनि हो यो हो अनि यो होला यहाँ छ यसलाई अलिकति समृद्धि सबै झिकाएर राख्नु त पछि यो हो ल ठ्याक्कै दाउरा जस्तो भएर बसेछ है यो के हो भनेर म सोचिरहेको थिएँ यसलाई समृद्धि कलेक्सन गरौँ त यसलाई मूर्ति चाहिँ हराएको होइन यो आगो लगाएर मूर्तिको यस्तो हो त अनि यसलाई के एउटा उसमा कपडामा बेरेर राख्नु यसलाई के राख्नु यहाँ चाहिँ अब ढुङ्गा हजुर अब यो ढुङ्गै हो ल त्यो ठ्याक्क त्यो एउटा नाक भएको फेला पऱ्यो कि यहाँनिर हेर्दै यो होइन माथिको त्यो हो ट्याक्कै गोरखै भेटिनु भयो ढुङ्गाको काठ जस्तो भेट्यो त डमरुमा चाहिँ मेरो डमरु चाहिँ भेटेछ दाइनेहरूको डमरु बजाउनु पर्ने बेला आएछ ल मूर्ति हरा छैन हजुर ल चोरी भएको होइन यति टुक्रा टुक्रा भएको रहेछ के मसिन बुझ्नु पर्यो चोरी भएको होइन रहेछ अब यो आग लागि छ कताबाट छ के छ त्यसमा अब ऊ हुनु पर्यो मूर्ति लग्यो होइन होइन मूर्ति लग्यो भन्दा बित्तिकै त एकदम मैले अघि यसो हेरेँ न त हुनु पर्ने भन्छु होइन त यसो हेर्दाखेरि होइन हो नि हो त म त तुरुन्त सबै मूर्तिको अवशेषहरू हो यो जलेर मूर्ति ल के ऊ छैन मूर्ति हराइन्छ आदेश हो त्यो पनि हो त्यो पनि हो मुख्य चाहिँ त्यो ठुलो भयो यो सबै हो सबै गुरु अलिकति यसो हामी टेको लगाइदिउँ न आउनुहोस् त्यो जुत्ता खोल्नु पर्यो गर्दैन आउनुहोस्
त्यो टाउकोमा लाग्ला है। त्यसलाई बगाइदेऊ न भाइ, बगाइदिनु के हुनु अब के हुने, अब हुने भइसक्यो, अब हराएको होइन हजुर, अब यो यसो हजुरहरूले त्यो शालिग्राम हराएको भन्ने भए भए अलिकति उ हुन्थ्यो, अब हराएको रहेछ। आफै भाइमै निकालेर राखिदिनु पऱ्यो यो सब कुराहरू। तर ठुलो क्षति भयो यो, हजुर ठुलै क्षति भयो। कमान्डरले त्यो हाम्रो गुरुकै होला त्यो पनि है। यो सबै हाम्रो यहीँ पूजा गर्ने गुरुको भने अब गुरुको त खालि खाट थियो होइन, अब पुस्तकहरू खराउ थियो गृहस्थलीमा लगाएको खराउ यहाँ उहरूमा सेफ भइसकेको छ, त्यो सब डिजिटलाइज भइसकेको छ। ब्ल्याङ्केट होइन यति हो। त्यो चाहिँ हाँस पनि हो क्या। तर जे भयो राम्रो भएन, यो इन्टेन्सनली गऱ्यो अनइन्टेन्सनली भयो होइन, जानेर भयो। अब यसमा अब हजुरहरू सब समाज मिल्ने, हामी सब मिलेर यसलाई अब निष्पक्ष छानबिन गराउने अब के हुन्छ होइन। अब त्यो हजुर हामीले नै त्यो अरूलाई अब नदेखेरलाई यसले गर्यो उसले गर्यो समितिले गर्यो। अब अरू ठाउँको लागि चाहिँ हामी सजग हुनुपर्छ है। अरू अरू पनि यही ठाउँको लागि पनि अझै अब के कमी कमजोरी छ त, भोलिको दिनमा आजको ल तार जोडेर भयो त, भोलिको दिनमा अरूले आएर गर्नु सक्छ भने तार बालेर राम्रोसँग गर्नु पर्यो, यताउता दियो। यहाँ मात्र नभएर अन्य ठाउँमा पनि, अन्यत्र पनि त पाठ सिक्नु पर्यो हामी सबै सनातनीहरूले। त्यही हो। यो चनाखो रहनु पर्यो। हजुर यो धर्मलाई यो राजनीति बनाइरहेछ नि, त्यसले